हेलो नमस्ते साथीहरु, स्वागत छ फेरि पनि आज अर्को भिडियोमा। आज र्यान्डमली म मुसाफ भनौँ एउटा गाउँभित्र डुल्दै छु। यहाँ के देखिन्छ त्यतिकै तपाईहरुलाई माइन्ड फ्रेस बनाउन म आफै पनि फ्रेस हुनलाई चाहिँ गाउँतिर निस्केको छु। हेरौँ के भेटिन्छ त्यही तपाईहरुलाई देखाउने कोसिस गर्छु। मलाई लाग्छ यो एरियामा चाहिँ केहीको फार्महरु छ होला, खेतीहरु छ होला, जे भेटिन्छ त्यही देखाउने कोसिस गर्छु। म यसो अघि नै घुम्दै चाहिँ धेरै ठाउँहरु क्रस गरिसके। अब चाहिँ निस्किने बेलामा के बुद्धि आयो पनि गोब्रो निकालेको छु। अब यहाँबाट त्यहाँ ननिस्किँदासम्म के चाहिँ यहाँ देखिन्छ त्यही कुराहरु देखाउँछु तपाईहरुलाई। यतातिर चाहिँ पुरै झारपात छ, हरियो छ। यहाँ केही घाँसहरु लगाउँथे होला, अहिले के छ। अनि त्यसपछि यतातिर चाहिँ अर्को साइडमा चाहिँ यता चाहिँ ओलिभ भन्छ, यसलाई के भन्छ, ओलिभ त होला नि, के हो त्यो छ। त्यसको बारी रहेछ। यहाँ भित्रतिर चराहरु के चराहरु चाहिँ पुरा धेरै चराहरु देखिन्छ। अघि घुम्दै त्यहाँ अलि तल चाहिँ एउटा गोरुको फार्म के, गाईहरु चाहिँ अलि पर थिइन्। त्यही गाईहरुलाई चाहिँ खिच्न पाइएन, त्यहाँ खिच्न दिएन। अलि ओर चाहिँ फेरि एउटा गोरुको फार्म थियो। गोरुको फार्म हेर्यो। गोरु चाहिँ साना चाहिँ गोरुहरुलाई अलि ठुलो भएपछि छुट्याएर एक ठाउँ राखेको रहेछ। त्यो मासुको लागि होला। एकदमै भर्खरै एकदमै घोर्ले गोरुहरु थियो त्यहाँ, बरहरु। त्यो सायद मासुमा प्रयोग गर्नलाई त्यो बना होला। ल बाटो हिँड्दै छु। अलिकति हैन, धेरै हिँडिसके यो एरियामा म। अब निस्किने बेलामा चाहिँ उतैबाट चाहिँ भिडियोहरु बनाउन मन थियो, तर सम्भव भएन। अलि डर लाग्यो अर्काको ठाउँमा। फेरि यस्तो त्यतातिर खासै गरी अर्काको फार्ममा अनुमति बिना चाहिँ फोटो भिडियो खिच्दा कतै कसैले समात्यो भने च्याप्प लाएर भन्ने डरले पनि गरिएन। तर अलि यता बाहिर निस्केपछि फेरि जोस आयो। जोस भन्ने कुरा यस्तै त हो नि, कति बेला आउँछ भन्ने कुरा चाल नपाइकन आउँछ रे भनेर सुनेको। महावीर पुनले भनेको कुरा हो यो फेरि। चाहिँ गाउँबारी। अब गाउँबारी उता चाहिँ गाउँबारी चाहिँ यता हो, तर ठ्याक्कै कसो के पर्यो भन्दा ऊ पर्यो क्या, एन्टी लाइट पर्यो यार, भएन। यस्तो खतरा हरियो छ पर कति हो त नि यार यो गाउँ। त्यो एरिया सब डुल्यो। म सबै त्यो फार्म छ त्यहाँ। अनि त्यतातिर सबै कोही कुखुराको, कोही बाख्रा पनि देख्यो, गाईको, गोरुको त्यस्तो रहेछ। तर भिडियो खिचिएन क्या, अब के गर्ने। त्यही पनि ठिकै छ। फेरि यता कुखुरा एकदमै धेरै लोकल कुराहरू सुन्यो तपाईँले सुन्नुभयो भने लोकल कुखुराको फार्म पनि छ। यस्तो छ। अब फेरि यता यो चाहिँ फेरि अङ्गुरको होला क्या, होइन। अहिलेलाई चाहिँ पुरै सुक्या छ बिचरा। यस्तो छ। अब यस्तो भएको छ। यो कहिले रहेछ पनि यो फल्ने यस्तो छ क्या। अब त्यो उस भएको क्या, अहिले सिजन अफ भएको। यो चाहिँ पछाडि जाडो महिनामा होला पकिएर यो झपक्कै हरियै हुन्छ होला। तर के गर्ने, अहिले छैन। यसरी बिन्दास तरिकाले हिँडेको अवस्था हो। अब यतातिर चाहिँ घाम डुबेक्ने यस्तो छ। यस्तो छ घाम चाहिँ अब डुब्नै लागेको छ। यो त पुरै फार्म, यो पुरै गाउँ कि जाउँ हो।
यस्तो छ म चाहिँ अब त्यसै फ्रेस हुनलाई हिँडेको निस्केको मान्छे यहाँतिर चाहिँ खासमा चाहिँ वार छ बाहिर ननिस्कौ यहाँको सरकारले लगाएको नियम पालना गरौँ साइरेन बज्दा बित्तिकै चाहिँ वनकरमा भागौँ भन्ने हो तर म अहिले चाहिँ एकदम गाउँमा छिरेको छु यतातिर साइरेन खासै बजेको छैन तर यहीँ पनि बजेको सुन्ने हो भने यस्तो पार्कतिर त्यो बङ्कर हुन्छ बङ्करतिर दौडिने बङ्कर छ भने चाहिँ त्यता दौडिने हो छैन भने साह्रै बज्यो भने बाटोमा भए पनि लाम्पासार परेर बस्ने हो तर त्यति साह्रो छैन जति त्यो सामाजिक सञ्जालमा चाहिँ त्यो छ नि त्यो भयभाव भएर फैलाने त्यस्तो त होइन फेरि त्यस्तो होइन भन्दा पनि त्यस्तो फेरि साह्रै नभएको नि होइन फेरि यहाँ धेरै घटनाहरू घटिसकेका छन् धेरै घाइतेहरू नि भइसकेका छन् धेरै चाहिँ क्षति नै पुगेको छ सबैले चाहिँ आफ्नो आफ्नो ख्याल गरौँ यतातिर चाहिँ पुरै कुखुरा करा छ कता अब म चाहिँ यो यता बारीमा यता पनि बारी छ यता पनि बारी छ यता पनि पुरै बारी हो यहाँ यो बारीको लागि चाहिँ यिनीहरूले चाहिँ ट्याक्कै पाइपबाट पानीको सिस्टम यहाँनिर छ हेर्नुहोस् ट्याक्क लगाएर यत्रो पानीको यहाँबाट सिँचाइ भन्दा पनि यो पानीको यो चाहिँ यहाँबाट पानीको कन्ट्रोल हुन्छ यहाँदेखि उठाको बारीमा पुरै सिँचाइ गर्नको लागि अब यसरी चाहिँ सबै कुरा व्यवस्थित गरेर छुट्याएपछि कसरी चाहिँ बारी हुँदैन क्या अब यस्तो छ अब यहाँबाट यहाँ यो बारीतिर चाहिने त्यो बारीमा चाहिने त्यो फार्मको लागि चाहिने यताको बारीलाई चाहिने यतातिरको फार्म यो एरिया यस्तो ठाउँमा हुन्छ यो पानीको यस्तो पाइपलाइन यहाँबाट पुरै छुट्याएर कहाँ सर्भाइभ गरेको छ यति दामी छ कि के गर्नु यस्तो व्यवस्थित तरिकाले चाहिँ खेतीपाती होइन फार्महरू गरेको छ अलिक कस्तो भने प्रि प्लानिङ चाहिँ पुरै योजना गराएर योजना भन्न आयो एउटा प्लानिङ बनाएर ठ्याक्कै त्यो सम्बन्धित एउटा फार्मसँग कन्ट्याक्ट गरेर त्यसरी आएको भए चाहिँ राम्रोसँग भिडियो सिडियो मजाले खिच्नु हुन्थ्यो ऱ्यान्डमली निस्क्यो त्यस्तो भएपछि कसैसँग सम्पर्क नि भएन अर्काको फार्मभित्र गएर त्यसरी भिडियो खिच्ने ऊ पनि आएन आँट पनि आएन त्यस्तो अनुमति पनि हुँदैन होइन अर्काको फार्ममा त्यसरी छिरेर त्यो फार्मभित्र चाहिँ आफ्नै नियम हुन्छ त्यहाँ जुत्ता फार्मभित्र पस्दा बेला भित्र छिर्दा बेला चाहिँ जुत्ताहरू अलग्गै युज गर्ने त्यहाँ के स्प्रे गरेर त्यो त्यहाँ बाहिरको कीटाणुहरू जान्छ सर रोग आउँछ भनेर चाहिँ त्यस्तो नियम बनाएको हुन्छ आफ्नै रुल्स हुन्छ त्यो ब्रेक नगरौँ अनि फेरि गाली खाइला भन्ने हिसाबले छिरिएन ऱ्यान्डमली गाउँ डुल्यो तर यो मुसाब चाहिँ पुरै फार्म एरिया रहेछ यसो गरेर एक राउन्ड लाएर आउँदाखेरि कतै चाहिँ कुखुरा फार्म भेट्थ्यो कतै बाख्राको कतै गोरु अनि घोडाहरू पनि थिए सबै थिए अनि अझै धेरै चाहिँ बारी यस्तै यही गाउँ अहिलेको सिजन चाहिँ गाउँ रहेछ अनि सानो टक्क परेको गाउँको घर क्या जस्तै यो त्यहाँ त्यो पर छ नि यो खेतभन्दा पर त्यो सानो चाहिँ घरहरू प्राइभेट घरहरू ट्याक्कै बनाएको अनि त्यसरी घरमा चाहिँ प्राइभेट घरमा टक्क गाउँमा आनन्दले चिल पारामा बस्ने एउटा सानो घर त्यसरी बनाएको रहेछ त्यो चाहिँ मलाई दामी लाग्यो अब के गर्ने दामी लागेर होइन अब अर्काको देश अर्काको घर यसरी गर्दा पनि गाउँतिर बस्न सकिन्छ भन्ने हो बस्न त किन नसकिन्छ आनन्द छ नेपालमा झन् तर त्यही त हो नि फेरि जे गर्छ फेरि ढवाले गर्छ पैसाले गर्छ पैसा नभएपछि त्यस्तै हो पैसा आउने काम चाहिँ व्यवसाय हिसाबले चाहिँ नेपालमा पनि यसरी गर्न सकिन्थ्यो भने बजार व्यवस्थापन हुन्थ्यो भने चाहिँ हामी सायद विदेशी नपर्थेन होला तर के गर्ने व्यवस्थापन छैन मद बजार छैन उत्पादन गाह्रो छ
फेरि भौगोलिकले साथ दिएको हुँदैन त्यस्तै त्यस्तो भएपछि कहाँबाट हुनु अब यस्तै हो अर्काको देशमा हेर्ने डुल्ने बस्ने आहा भन्ने त्यस्तै भयो यतिखेर फेरि यो गाउँको बारीभित्र अलिकति छिरौँ भनेर म आएको छु यहाँ कुकुरहरू भुक्दैछ यार सायद मलाई देखेर होला यतातिर चाहिँ कुखुरा एकदम झ्याउ 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 भालेहरू कराइरहेको छ यो लोकल भाले नै को आवाज आएको छ यो ब्रोइलर सेतो त पक्कै पनि होइन लोकल कुखुरा एकदम यति धेरै कुखुरा त्यो भाले बाँचेको छ कि यो बासा बस्ने बेला भएको छ होला क्या सायद साँझ साँझ छ यतिखेर तिनीहरू बासा बस्न खोजेको छ होला बासा भने फेरि नबुझ्नु होला बास के राति अब उनीहरू बस्न खोजेको छ होला बिस्तारै बस्ने ठाउँ खोज्दैछ होला एकदमै कराइरहेछन् यो चाहिँ गाउँ एकदम कलिलो गाउँको बारी यता पनि फार्म छ यता पनि फार्म हो यो सबै बारी हो यता चाहिँ घाम डुब्न लाग्छ अब साँझ साँझ परेको छ अब गाउँ त दुल्यो तर खासै स्पेसल केही पनि भएन तपाईँहरूलाई देखाउने खालको जस्तो तर ऱ्यान्डमली गाउँ चाहिँ डुले सबै कुराहरू मैले चाहिँ हेर्न पाएँ तपाईँहरूलाई चाहिँ सबै कुरा देखाउन सकिएन किनकि त्यहाँ भित्र क्यामेरा खोल्ने समय भन्दा पनि त्यो क्यामेरा खोल्ने अवस्था रहेन त्यो अर्काको ठाउँमा अब त्यो त्यसरी एकचोटि भिडियो फोटोहरू खिचिदिँदाखेरि गाली गर्ने हो कि भन्ने डर आइयो यार डर लाग्ने रहेछ अब यसो त्यति घुमेँ अनि त्यसपछि अलि यता गाउँ निस्किन लागेपछि होइन मनले साकुमै दिएन त्यही भएर अलिअलि यसो तुत्ती यसो फुटपाथ छोटो यसो भिडियोहरू खिचेको एकदमै यस्तो ठाउँमा आउँदाखेरि चाहिँ म आफूलाई एकदमै आनन्द लाग्ने भएर यो नेचरसँग यो प्रकृतिसँग रमाउने मान्छे भएर होला सायद यो हरियो देख्नै हुन्न मलाई डाँडाकाँडा देख्नै हुन्न यस्तो खालको खुला बस्तीहरू देख्नै हुन्न मलाई चाहिँ एकदमै आफूलाई खुसी लाग्ने अनि त्यो एक हिसाबले त्यो दिमाग पनि फ्रेस हुने त्यस्तो भएर चाहिँ मलाई चाहिँ यस्तो कुराहरूले एकदमै लोभ्याउँछ र मलाई आनन्द पनि आयो अब खास गरी इजरायलमा चाहिँ एकदमै लडाइँ छ वार छ बाहिर ननिस्काओ भन्छन् होइन निस्किने होइन पनि साइरेन बज्दा बित्तिकै त्यो बङ्करमा दौडिन पर्छ तर म यो खुला ठाउँमा यसरी आएको छु किन यो मान्छे त डुलिरहेछ भन्नुहुन्छ होला म त्यस्तो अलिक गाउँमा छिरेको छु आज त्यो भएर नि हो तर यहाँ पनि साइरेन बज्दाखेरि चाहिँ लुक्ने भाग्ने ठाउँ हुन्छ लुक्नुपर्छ अब अलि जटिल छ अवस्था सबैले आफ्नो ख्याल गर्नु होला भन्दै आजको भिडियोबाट छुट्टिन्छु फेरि भोलि पर्सि अथवा कुनै त्यस्तो केही भिडियोहरू म निरन्तर भिडियो ल्याउने कोसिस गर्छु मलाई चाहिँ अलि बढी यो भिडियो बनाउन त्यो रहर इच्छा हुने भएको हिसाबले यो टाइम पास पनि हो र एउटा इच्छा त्यो इन्ट्रेस्ट भन्ने कुरा नि होला र यो भिडियो कुनै केही गर्छु पछि केही धेरै नै केही उखारबाट लाउने होइन केही पनि होइन यो सिर्फ एउटा आफ्नो सम्झनाको लागि पछि मेमोरीको लागि आफै पछिसम्म बाँचेछ भने नमरेर अलि धेरै वर्षसम्म बाँचेछ र पछि चाहिँ हेर्ने अवस्थासम्ममा भइएछ भने आफूले खोलेर हेर्दाखेरि चाहिँ एउटा सम्झना होस् आनन्द आओस् भन्ने हिसाबले यो भिडियो चाहिँ बनाइएको छ तपाईँहरूले यो बनाएको बेलामा तपाईँहरूले पनि यदि हेर्दै हुनुहुन्छ भने म सँगसँगै इन्जोय गर्ने होला देखाउने कोसिस गर्छु त हस् थ्याङ्क यू सो मच बाई बाई